ख्याल ठट्टा। This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal. ख्याल ठट्टा। नाच्न चाहने हो पाखुरी तानी, नाच्न चाहने हो पाखुरी तानी। एक दिन त आउला मायाको भत्ता, कोही छुट्नुहुन्न बुढा या बच्चा। अलिअलि ख्याल गरौँ, अलिअलि खट्टा, अलिअलि ख्याल गरौँ, अलिअलि खट्टा। ख्याल ठट्टा। अरूको बाउ आमाले छोराछोरीलाई शिक्षा दिन्छन्, घुम्न जानलाई पैसा दिन्छन्, प्लस टू सकेपछि बाइक किनिदिन्छन्। हजुर भने जहिले पनि मलाई थप्पड दिनुहुन्छ किन आमा? कहिले के भएको? चिया। अनि चिया माग्दा नि यसरी चर्कन हान्छन्। यहाँ छैन केमा पाक्छ चिया? दाउरामा पाकिहाल्छ नि आमा। दाउरा तेरा बाउले बोक्छ। तिम्रो र मेरो जिम्मेवारी बोक्न नसकेको बाउले दाउरा बोक्छ काई? बाउको कुरा नगरे, मलाई रिस उठ्छ। रिस त मलाई नै उठ्छ नि, तर के गरौँ? हेर बाउको कुरै नगर। अब ग्यास सर्टेज भइगयो, दाउरामा भए पनि यसो चिया पकाउनु न, कस्तो तलतल भइसक्यो। दाउरा पनि छैन। अनि म चिया कसरी पिउने? देख्यो आमा, माया भने यस्तो हुन्छ। अनि चिया त चिया भएछ त के छ त? अनि पल्लो गाउँको होटलबाट यहाँसम्म चिया बोकेर आउँदा चिसो हुँदैन त? पोल्टी हो, खाऊ खाऊ। चाहिँ भन्न बरु भनेपछि यता पनि ग्यास सकिएर तनाव सुरु भएछ। मलाई भने जाद्रै स्वादी छ गाँठी, ग्यास छँदा पनि छैन, सकेला भन्ने तनाव पनि छैन। आमा ग्यास आयो कि हामी बुझ्न जान्छौँ ल? यहाँ हाम्रो चिया नै दिन बिर्सेछु। कोलाई नखर बाउले। चाहिँ भन्न बरु लाउरी भैँसीका दुधको बाक्लो मिठो नेपाली अर्ग्यानिक चुलोमै बनाएको सरप सरप चिया खानी हो भनेदेखि ल हिँड बेबी, मैले खुवाउँछु तिमीलाई। कोलाई अगाको बुढीलाई चिया खानु त भन्नु लाग्दैन। आमा, ए आमा, के अरे आज म यो साथीहरूसँग यसो लपडाँडा जाउँ कि भने, खै त खाना पाकेन भने, पाके अब यति ल्याइदिनु न, यहीँ खाएर जान्छु। होइन है मेरी बाबुकी बुढी, के गरे? यो त सबै काँचै छ त, पकाउनु पर्दैन? पकाउन पर्छ भन्ने थाहा छ त, पकान त। अहिलेसम्म किन नपका? छोरा मान्छेले कहीँ भात पकाउँछन्? छोरी मान्छेले मात्र पकाउनु पर्छ भन्ने कहाँ लेखिया छ? छोरा मान्छेले पनि भात पकाए हुन्छ। लु पकाएको तैँले? म त सक्दिनँ आमा। म पनि सक्दिनँ। अब घरमा आमा छोरा मात्रै छौँ, तपाईँ पनि पकाउन नसक्ने, म पनि पकाउन नसक्ने। अब खाना कसले पकाउँछ त? तेरो बुढीले। 10 वटाका साथीले बिहे गरेर बच्चा पाएर कत्रो तरक्की गरिसके, तेरो भने अहिलेसम्म सुनसारै छैन। होइन मैले यो भान्सामा पालो पाउने कहिले भन् त? त्यो अस्ति तपाईँले देखाउन ल्याएको केटी थिए नि, त्यो मेरै गर्लफ्रेन्ड त हो नि। हो, त्यसैसँग बिहे गरौँ? हुँदैन। बुहारी भनेको त छोराले मान्ने होइन, घर धान्ने हुनुपर्छ। अब शरीरमा लुगा हेर्यो भनेदेखि 6 भागमा 4 भाग काला, 2 भाग छाला छन्। अब त्यस्तो केटीको कस्तो होला चालेमा? त्यसरी नहेप्नु न आमा, कहिलेकाहीँ मात्रै हो क्या त्यसले छोटा लुगा लाउने, नत्र त सधैँभरि साडी र कुर्ता मात्रै लाउँछे।
लाउँछे साडी थुतुनो हेर्दाखेरि साडी च्यातेर टाढा लाउने जस्तै छ जे जस्ती भए पनि मैले फाइनल्ली त्योसँग बिहे गर्ने केटी हो क्या आमा ल तैँले फाइनल्ली बिहे गर्ने हो है त्यसलाई बोला म पनि आज त्योसँग फाइनल्ली कुरा गर्छु यति राम्रा लेग पिस देखाएर गएपछि त मेरो बोयफ्रेन्डले म बाहेक कसैलाई हेर्दैन हेलो सुरज तिमी निस्क्यौ निस्किया छैन बेबी आज तिम्रो र मेरो लभ डाँडा जाने प्लान थियो नि क्यान्सिल भयो है ओह 2 घण्टा लाएर अनुहार मेकअप गरे आधा घण्टा लाएर कपडा लगाए अहिले आएर यस्तो नभन न यसरी सजिएको छु तिमीलाई भेट्न पाएन भने यो कसलाई देखाउने ऐनालाई देखाउ न मसँग जिस्किने होइन है एउटा खुसीको खबर छ सुन्छौ के हो भन त आमाले तिम्रो र मेरो फाइनल्ली कुरा गर्ने अरे ल आमालाई भेट्न छिट्टो हाम्रो घरमा आइहाल त अहिले नै अहिले नै आऊ ल त्यसो भए म सिधै आइहालेँ है त अनि सुन न बेबी तिमीले त्यो छोटो लुगा लगाएको हाम्रो आमालाई मन परेन अरे के आमाले देखाउनको लागि भए पनि आज साडी लाएर आऊ ल हे बेबी यो गरिमा कहाँ साडी बेरेर आउने भनेको हुँदैन प्लिज मेरी आमाको मन राख्नको लागि भए पनि आजले लगाएर आऊ न त्यत्रो साडी लगाएर म तिम्रो घरसम्म हिँडेर आउन चाहिँ सक्दिन है अनि के म बोक्न आऊ त तिमीले बोक्न पर्छ र कसैको कार छैन साथीभाइको कार होला मागेर लिएर आऊ न कारै नसके पनि मोटरसाइकल त लिएर आऊ अनि सुन न मोटरसाइकल लिएर आउन सकिन भने साइकल लिएर आउँदा हुन्छ नि बेबी तिमीले मलाई भेटेको हो खुरुक्क 1 घण्टा भित्रमा कि कार कि बाइक लिएर मेरो घरसम्म मलाई लिन आऊ आजकलको सुड्डीहरू पनि के भन्छन् अब साडी लगाएर भेट्न जान पर्ने भयो अब कसको बाइक लिएर लिन जाने होला त अब कार अथवा बाइक लिएर लिन आइज भन्या छे फेरि यतिकै लखर लखर हिँड्दै गयो भने आउन नमान्ने होली कसले देला त भाइ राधा बाइक र स्कुटर चलाउँदाखेरि जहिले सिधा अगाडि मात्र हेरेर चलाउने अनि गाडी र ट्रक चलाउँदा चाहिँ पछाडि हेरेर चलाउने हो कहाँ पछाडि हेरेर चलाउने गाडी ट्रक सिक्दा नि अगाडि हेरेर चलाउने अनि बिस्तारी बिस्तारी दायाँ बायाँ पनि हेर्नुपर्छ अनि दायाँ बायाँ चाहिँ कोही आयो कि भनेर हेर्ने हो ल अब दायाँ बायाँ चाहिँ कोही आयो कि भनेर हेर्ने हो मात्रै भन्छौ तिम्रो दायाँतिर आएर अघि नै देखि म बसिरहेको अहिलेसम्म हेर्दैनौ त यति राम्रो बोयफ्रेन्ड सँगै हुँदा हुँदै अरूलाई किन हेर्नु भनेर नहेरेको नि हेर्नुहोस् त चन्द्रमा चन्द्रमा भन्छन् नि असली चन्द्रमा त यहाँ छिन् अनि यति राम्री गर्लफ्रेन्ड छेउमा भएपछि तपाईँ त के अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भए पनि डोनाल्ड ट्रम्प होइन के डोनाल्ड ट्रम्प भन न हो डोनाल्ड ट्रम्पले दायाँ बायाँ आएर बसे पनि उसले हेर्दैन अनि यो चाहिँ साइड लाइट ए कृष्ण सुन न मलाई एउटा सहयोग गर्नु पर्यो क्या कस्तो सहयोग अहिले त मेरो गर्लफ्रेन्डलाई बाइक सिकाउन सहयोग गर्दैछु मसँग समय छैन ब्रो अनि बेबी यो चाहिँ ब्रेक यसले स्पिड कन्ट्रोल गर्छ ए सुन न कृष्ण तिमी र म त सँगै पढ्या हो त यार बिर्स्यौ बच्चामा मास्टरले एउटै कक्षामा धेरैजना राखेर पढाए तिमीसँग मात्र होइन ब्रो धेरैजनासँग पढ्यो ल भन त ब्रो के भन्न खोजेको मलाई त्यस्तै 2 घण्टा जतिलाई तिम्रो यो बाइक देऊ न बाइक होइन ब्रो तिमीलाई मेरो बाइक किन चाहियो मेरो गर्लफ्रेन्डलाई बाइकको पछाडि हालेर घरसम्म लानु पर्ने भयो क्या हेर बरु गर्लफ्रेन्ड माग दिन्छु बाइक त मोरी गयो नि दिन्न तँलाई म भन्दा नि बुढी तेरो बाइक भयो तल आजदेखि ब्रेकअप ब्रो यार तिमी त लास्टै अनलकी रहेछौ तिमीले गर्दा मेरो गर्लफ्रेन्डले ब्रेकअप दियो बेबी भन्नु पर्यो होइन है भाउजू यो चिया नै हो मन तातो मात्रेको छ है गाडी अब जिउरै पोल्ने गरेर खानलाई त घरमा ग्यास हुन परेन मान्छेलाई भात पकाएर खान कस्तो गाह्रो छ उसलाई चिया रे
लौ यहाँ पनि फेरि ग्यास सक्यो। कस्तो यहाँ पनि ग्यास सक्यो भनेर भन्यो नि। अब ग्यास त गाउँभरि देशभरि नै सकिया छ नि। त्यही ग्यास सक्यो, सर्टेज भयो भनेर मैले त तल गैराबारीको 3वटा रुख काट्न लगाएको छु। अब त्यति भयो भने मलाई 1 वर्षलाई ढुक्क हुन्छ। त्यसलाई दैवले खाने। यो नयाँ सरकार आएपछि त झन् महँगी बढेर बर्बादी भयो क्या। हेर न त्यहाँ कपालदारी पुगिसक्यो, बुद्धि भने छैन। नयाँ सरकार आएर महँगी बढ्या हो र? उहाँ खाडीमा युद्ध भएर महँगी भएको नि। चाहिँ भन्नु पर्यो उता खाडीमा युद्ध हुँदाखेरि यता डाँडापारी यत्रो महँगी बन्ने भनेपछि हामी त कति धेरै परनिर्भर भएछौँ ए गाडी। पहिले यहीँबाट राजाहरूले अरू देशमा भोकमरी लाग्दाखेरि सरसहयोग गर्थे। अहिले हामीलाई भोकमरी लाएर अरू देशबाट सरसहयोग लिन पर्ने बाध्यता लाग्यो है। अब राम्रोसँग घर चलाउन नजान्नेलाई देश चलाउन दिएपछि यस्तै हुन्छ नि। अब हामी सर्वहारा भनेर चप्पल लाएर आउनेहरू अहिले गाडी चलाएर कसरी कुदे? भ्रष्टाचार गरेर होइन? ल भन त भाउजू बन्चरो छ? किन चाहियो भन्छ? बारीमा एउटा रुख काट्नलाई खै ग्यास आउला भनेर कुर्दा कुर्दै बुढो भइसक्यो, ग्यास आएन। अब हाम्रो त एउटा बन्चरो छ, त्यो पनि दाउरा काट्न लगिया छ। अरू कसैको खोजेर लैजाऊ। अब कसले देला त खै। चाहिँ भन्नु पर्यो यसले फेरि बारीको कुन चाहिँ रुख लडाउन आँट्यो। ख्याल ठट्टा। This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal. ख्याल ठट्टा। होइन के गर्नु लैस? के गर्नु नि, वायुपङ्खी घोडालाई नुहाई धुवाई गर्न लाग्यो। अनि त चाहिँ कता हिँडेको? होइन है सबिन, तेरो यो वायुपङ्खी घोडाको अनुहारमा त पुरै धुलो परेछ त। होइन जाँड खाएर वायुपङ्खी घोडालाई लगेर कतै ज्योतिषी किया हो? अनि सुन्न सबिन, तेरो यो वायुपङ्खी घोडा मलाई 2 घण्टाको लागि दिएन। हेर सुरज, म बरु खाली पानीले नुहाउला। मेरो यो वायुपङ्खी घोडालाई मक्ती बासने साबुन त के भन्नु, महँगो न महँगो स्याम्पूले नै नुहाइदिन्छु नि। नपत्या हेर त, अब मैले 150 जाने तेल हान्छु। मेरो यो वायुपङ्खी घोडाले 250 लिटर जाने तेल हान्छ। यो महँगीमा बाइक मागेर पाइन्छ? पाइँदैन नि। सरी यार साथी, बरु त भन्न जहाँ जान लागेको म त्यहीँ जाम्ला। तेरो लागि यो ज्यानै हाजिर छ, तर यो मेरो वायुपङ्खी घोडा चाहिँ तँलाई दिन सक्दिन। बरु भन त, बाइक चाहिँ तँलाई किन चाहिएको? गर्लफ्रेन्ड बोक्न। गर्लफ्रेन्ड बोक्न बाइक चाहिन्छ? हेलमेटले बोकिहाल्छ नि। 4 हात खुट्टा टेको भने बाइक जस्तै देखिन्छ। साडी लगाएर बसेको यत्रो समय भइसक्यो। यो मान्छे कहाँ गएको हो? अहिलेसम्म अत्तो पत्तो छैन त यार। बेबी भन त,
भन्ने कुरा पहिला नै भनिसके। अब के भन्न बाँकी छ र? खै त न बाइक आउँछ न कार। मेरो त हेर्दा हेर्दै आँखा नै थाकिसक्यो यार। म आइहालेँ के, म आइहालेँ बेबी। यहाँ बाइक स्टार्ट हुन आँट्या छ के। बाइक स्टार्ट हुन साथ म आइहालेँ। अहिले फोन राख त। ओली प्लिज ओली नभन्नु न यार, रमेश भन्नु न मलाई। त्यसरी ओली भन्नुभयो भने त त्यो बालन शाहसँग हार्नेको दाजुभाइ हो भन्ने ठान्छन्। ल ल ल ल रमेशै भन्छु, ओली भन्दिन। सुन न, आज 2 घन्टालाई तिम्रो बाइक देऊ न मलाई यार, काम पर्यो क्या। बाइक त दिन्थे, तेल छैन। अब तेल नभएर यो गुड्दैन। मेरो घरमा आमाले खुट्टामा घस्न राखेको प्योर तोरीको तेल छ, त्यही हालौ न हुन्न? हुन्छ हुन्छ, तपाईँलाई पनि बेलुका खाने तेलको सट्टा मोटी तेल हालेर तरकारी पकाएर खाने दिँदा हुन्छ। तेरीका ओली धेरै ल्याङ नहान्न यार, अलिकति त होला नि तेल। मेरो गर्लफ्रेन्डको घरबाट मेरो घरसम्म पुग्ने मात्र भयो नि हुन्छ के। दे न बाइक एकछिनलाई। ए गर्लफ्रेन्ड बोक्नलाई पो हो। यता सुन्नु, त्यो पारि मेरो गोठभित्र मुर्रा भैँसी छ। त्यो मुर्रा भैँसी माथि गर्लफ्रेन्डलाई चढाएर लिनुहोस्। युनिकोर्न देखिन्छ, बफेलो राइडिङ। भन्नु पर्यो म जन्मेर यत्रो भए तिमी जतिकी राम्री मान्छे त मैले देखेकै थिइनँ। ल अब कोही कोही मान्छेले छ नि ऐश्वर्या राय भन्छन्। त्यो ऐश्वर्या राय त तिम्रो अगाडि फिक्का। आहा मृगा नैनी आँखा लालुपाते हो भनेर त मान्छेहरूले तिमीलाई देखेर भने आउनु पर्छ। म त झन् तिम्रो दाँत देखेरै फिदा भएँ। आहा कति मिलेका दाँत हुन्, कोका कोला फिगर भनेर मान्छेहरूले तिमीलाई हेरेर भने आउनु पर्छ। अनि हेर त घाँटीमा हड्डी। यो विश्वमा ब्युटी बन भन्ने पनि तिम्रै घाँटीको हाडछाला देखेर भने आउनु पर्छ। अब हेर त काहीँ खोट लाउने ठाउँै छैन, 32 लक्षणले युक्त। होइन साँच्चै तपाईँ मेरो घरमा के माग्न आउनुभयो भन्नुहोस् त। चाहिँ भन्नु पर्यो, बन्चरो चाहिए थियो मलाई। एकैछिन बस्दै गर्नु है, म लिएर आउँछु। चाहिँ भन्नु पर्यो, यो केटी मान्छेको मन पगाल्नलाई अरू केही गर्न पर्दैन। यसो प्रशंसा गरिदिएको मक्क पर भित्र गई केटी। झिकै झिकै माया तमलाई आई लभ यु चमेली। बेबी तिमी रिसाको? आहा सारीमा त कस्तो राम्रो सुहाएको।
2 घण्टा भयो म यहाँ बाटोमा कुरेको। यति ढिला आएर तिमी बाइक पनि नलिआएको? म खुट्टाले हिँडेर त जान्न है सुरज। हिँड्नु पर्दैन के बेबी, यहाँ बोक्ने मान्छे लिएर आएको छु। ल ल भनेर 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 भन्दा बुई चढिहालौँ त। के रे बुई चढिहालु त? अरे के म अब बुई चढेर जानु? कस्तो बुई चढेर जानु त भने हो र? बाइकलाई भन्दा महँगो पर्यो। अब यी बोक्ने भरियाला नै अप डाउनको 50,000 दिएर लिएर आएको छु। भनेर 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 भन्दा भरिया चाहिँ नभन है सुरज। ए भरिया होइन क्या अरे, बोक्ने गदालाई अप डाउनको 50,000। चाहिँ भन्नु बरु यतिको रुख गरममा लडाउन पाइयो भनेदेखि म एक्लैलाई त 1 वर्षसम्म लाने दाउरा पुग्दै गराउ नि त। ओहो रुख पनि नाम्लो भरिकै छैगा छ। ल है अब यो फेदमा बसेर माथि टुप्पोमा केही देखिँदैन। चरा चुरुङ्गीले गुड लागेको रहेछ, अन्डा पारेको रहेछ भनेदेखि पनि ल मलाई क्षमा गर हे भगवान। जय गोर्खाली। नाच्न चाहने हो पाखुरी तानी, नाच्न चाहने हो पाखुरी तानी। एक दिन त आउला मायाको भत्ता, कुल छुट्नु हुन्न बुढा या बच्चा। अलिअलि ख्याल गरौँ अलिअलि खट्टा, अलिअलि ख्याल गरौँ अलिअलि खट्टा। ख्याल ठट्टा, ख्याल ठट्टा। This program is sponsored by Hotel Kutumba. Produced by Highlights Entertainment. Travel partner East West Travel. Telecommunication partner Encel. Digital partner Highlights Nepal. ख्याल ठट्टा।